उता लगाएर बोलिरहेछ तर सुनिन्छ। बाबु त्यहाँबाट बोलाउ त। आइरहेछ बनेर सुरु हुँदैछ। शुभ यात्रा बस। अनि हाम्रो प्यारी यहाँ छ रानी 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 महर्जी। अब रानी महर्जीसँग यहाँ भान्जा छ मेरो मेरो प्यारो भान्जा एकदम कान्छा भान्जा मेरो चलिरहेछ त्यहाँ चलिरहेछ त। त्यहाँ पनि आउँछ यहाँ पनि आउँछ। तिमी बोल न त्यहाँ त्यहाँ चेप न साइडमा एउटा मात्रै भइसक्यो आज भोलिदेखि दुईवटा अर्को पालिदेखि दुईवटा बोक्ने हो। त्यो अर्को चार्जै छैन। महेन्द्र राजा राम्रो वीरेन्द्र। अब चाहिँ हामी लाग्यो हाम्रो रानी हाम्रो रानीलाई एकदम प्यारो गरेर चलाउँदै होइन भन्छ। ल वेलकम टु माई न्यू ब्लग। नयाँ भिडियोमा फेरि पनि हामी तपाईँहरूलाई स्वागतम गर्न चाहन्छौँ। अनि हाम्रो प्यारो रानीलाई लिएर आज हामी पूर्वको यात्रा गरिरहेछौँ र मेरो साथमा हुनुहुन्छ मेरो कान्छा भान्जा एकदम प्यारो भान्जा छ। हर चिजमा मलाई साथ दिने मेरो भान्जा हो। भान्जाहरू भनौँ न भान्जा मात्रै होइन भान्जाहरू प्लस सबैजना भनौँ है। तपाईँहरूले पनि साथ दिइराख्नु भएको छ। तर मलाई अस्ति हामी हाम्रो भान्जा र म बिर्ता मोड जाँदाखेरि चाहिँ अलिकति बिर्ता मोड भनेपछि सरी नारायण घाट जाँदाखेरि त्यो भिडियोमा कपिराइट लागेर त्यो भिडियो मैले तपाईँहरूलाई देखाउन सकिनँ। त्यो चाहिँ डिलिट गरिदिएँ मैले। र अहिले हामी चाहिँ महेन्द्रनगरबाट धनुषा महेन्द्रनगरबाट यात्रा सुरु गरिरहेछौँ। ल गाइस हामी चाहिँ ढल्केबर कटेर अनि यहाँ हामी थोरै आवाज चेकचाक गर्दैछौँ टायरमा हाम्रो प्यारी रानीमा। रानी हाम्रो यहाँ छ है बसन्ती बसन्ती रानी यार रानी यहाँ छ है रानी। साथीहरू अहिले हामी चाहिँ वीरेन्द्र बजार आइसकेको छौँ। यहाँ चाहिँ अलिअलि बाटो पहिलाको बाटो अहिले भर्काएर पुरा नयाँ बाटोको लागि एकदम मर्मत भइरहेको छ। महेन्द्र राजमार्ग अहिले एकदम पुरै तरिकाले एकदम अहिले चाहिँ उयो भइरहेछ के भन्छ मर्मत भइरहेछ। अहिले चाहिँ लगभग 100मा त्यही हो 30-35 समथिङ 40-35 चाहिँ बनिसक्यो जस्तो लाग्छ। किनभने ठाउँमा उयो भएको छ ठाउँमै बनाउँदै गर्दैछ। यहाँदेखि अलिकति अगाडि फेरि बन्दीपुर चाहिँ लगभग अलिअलि भए पनि त्यहाँ बनिरहेछ होइन। अनि यहाँ चाहिँ यस्तो बाटोहरू बनिदिनु गर्दैछ यहाँ पुरै खनेर रेडी गर्दैछ भनौँ न माटोहरू भर्दै गरिरहेछ। र हाम्रो रानीलाई एकदम सुरक्षित तरिकाले हामीले हिँडाइरहेछौँ। रानीले हामीलाई अक्कर साथ दिइरहेछ। रानी एकदम राम्रो छ। अनि अहिले एकदम नाइटहरू नाइटले गर्दा लाइटै के गर्छ नाइट सुरु गर्दै रहेछ जाँदैछौँ भनौँ न है मामा भन्छ। साथीहरू अहिले चाहिँ हामी कञ्चनपुर आइपुगेको छु। कञ्चनपुरमा आइपुगेको छौँ। अनि अब हामी यहाँ थोरै एकछिन 5 मिनट 10 मिनटको ब्रेक टाइम लिन्छौँ है त। बोलेको सुनेको छैन मास्क यस्तो खोल्नु पऱ्यो जाडो छ नि त आज। त्यही भएर हामी चाहिँ यहाँ रानीलाई पछाडि राखिरहेको छौँ मेसिन भयो नि रेस्ट गराएको रानीलाई। अनि हामी चाहिँ मामा भन्छ अब चिया खाने हो क्या। हामी चाहिँ कञ्चनपुर आइपुगेको छौँ ठ्याक्कै 10-10:30मा आइपुग्यौँ है हामी चाहिँ यहाँ ठ्याक्कै। अब चाहिँ चिया खाने हो यहाँबाट जाने हो। अनि मैले चाहिँ अनि बाटोको किन नखिचेको भन्दाखेरि बाटोको अब त्यो रातिको सिन के देखाउनु भनेर मैले चाहिँ खिचेको छुइनँ। साथीहरू चिया खायौँ अब लाग्यो है हामी चिया खाएर लाग्यो। अब चिया खायौँ लाग्यो मामा भान्जा राम्रो छ यार कहिले सिकेर म कुदाउनु। तपाईँहरू यहाँ हिँड्नु आँटेछ अब बत्ती जलेछ लाइट बाले देखाइदिउँ न भान्जालाई। यहाँ अगाडि गरेछ है हाम्रो गाडी यस्तो छ हाम्रो बस के अरे लाभ जतिखेर पनि बिग्रिन्छ रानी रानी मुखर्जी रानी मुखर्जी। अब यहाँबाट कति बजी पुगिन्छ थाहा छैन होइन। अब त्यस्तै हो यहाँ छ। अब गएर हामी कहाँ गएर सुतिन्छ थाहा छैन होइन भन्जो जाँदैछौँ। अब हामी लाग्यौँ है त साथी हो। तपाईँहरूलाई मैले नाइटको चाहिँ नदेखाएको किनभने बाटो राम्रो देख्दैन नि त लाइटमा खासै अब सिनहरू देख्दैन। लाइटको त बाटो मात्र के हेर्नुहुन्छ र त्यसले गर्दाखेरि ल हामी लाग्यौँ है त साथीहरू। हामी चाहिँ कोशी ब्यारेक आइपुग्यौँ। यहाँमा चाहिँ सप्तरी र कोशी छुट्टिन्छ सुनसरी र
70 भनौँ न छुटिन्छ। अनि यो चाहिँ हाम्रो नेपालको सबसे लामो पुल, लामो ठुलो खोला पनि, नदी भन्छ यसलाई चाहिँ हाम्रो नेपालको। जम्मा 56वटा ढोका। यो माई खोलालाई मान्छ नि, नारायणीको पनि लामै होला नि होइन भन्छ? सबसे लामो होला सायद, क्या कर्णाली पनि लामै होला। तर माई खोलाको पनि भन्छ नि कन्काई पुल्ला क्या। यो पनि 56वटा छ नि ल। अनि यो क्रस हुने नै झन्डै 15-20 मिनटै लाग्छ अनि साधारण। साथीहरू अब हामी चाहिँ इटरी आइपुग्यौँ। इटरीबाट माथि लागिसक्यौँ है हामी चाहिँ। तर आइपुग्न लाग्यौँ। अघि त्यहाँ इटरीमा थोरै घुम्तीमा गर्नु भनेको बिर्सिहालेछ, तर त्यसले गर्दाखेरि भएन। अहिले चाहिँ हामी ठ्याक्कै इटरीदेखि माथि लागिरहेछौँ। अब 10-15 मिनटमा चाहिँ धरान पुग्छौँ रहेछ। आज हाम्रो बसाइ धरान, अनि भोलि फेरि तर पनि बित्तामा जाँदैछौँ झापा। बाटोतिर लास्टै हुसे लागेको थियो क्या। अनि साथीहरू हुसे के देखाउँ भनेर नि, अब हुसे त देखाउनु त हुन्छ। अब यस्तै हो ड्राइभरको जिन्दगी होइन, घरि के गर्नुपर्छ घरि के गर्नुपर्छ यस्तै रहेछ। तर त्यही ड्राइभरलाई तपाईँहरू कतिले गाली गर्छ होइन, गरिदिन्छ। तर त्यतिले गाली चाहिँ नगरिदिनु होला, माया साथ दिनु होला है। अब म चाहिँ यही भन्छु, अब के भन्नुहुन्छ तपाईँहरूको मन विचार के लाग्छ होइन, त्यस्तो चाहिँ अब तपाईँहरूले कमेन्टमा राखिदिनु होला होइन। हामी चाहिँ तरला पुग्यौँ, तरला आइपुग्यौँ होइन। अब यहाँबाट हामी जङ्गल छिर्छौँ फेरि। जङ्गल त फेरि के देखाउनु र। ल साथीहरू, अहिले चाहिँ हामी धरानको मुटु भानुचोकमा आइपुगेछौँ। ठ्याक्क अब यहाँ हामी चाहिँ भान्जाले चिया खाने भन्दैछ, तर चिया चाहिँ छ कि छैन। चिया निकाल्ने बेला त भएको छैन यहाँको। 1 बजीतिर जस्तो निकाल्छ जस्तो लाग्यो। अब यहाँ चिया निकाल्थ्यो भने मात्रै हो, चिया निकाल्दै छैन भने छैन। ल छैन जस्तो यहाँ छैन, ल छैन चिया निकालेको। अब हामी चाहिँ यहाँ बस्ने हो। साथीहरू चिया यहाँ भान्सामा पाएन। अब हामी चाहिँ लागेछौँ मामा भान्जा। अब सिधै जाने हो माथि मन्डीमा गने हो। त्यहाँदेखि के गर्छ, लोड भएन भयो, त्यहाँ अनलोड गऱ्यो भने गऱ्यो, नत्र अब त्यही सुत्नुपर्छ। साथीहरू अब हामी चाहिँ भान्जा र मामा मिठो चिया खाएर अनि भाइहरूसँग छुटेर अहिले चाहिँ हामी माथि मन्डीमा आइसकेको छौँ। मन्डीमा आएर अब ठ्याक्कै अब हामी चाहिँ सुत्न लागेको 2 जना है। अब आज हामी सुत्छौँ। अब रात पनि पर्छ क्या, आज र सुत्ने, अब भोलि बिहान भेट्नुपर्छ है त। ल गुड नाइट। अब हामी सुत्ने। भान्जा गुड नाइट भन्छ। गुड नाइट। ओके ल, सी यू टुमोरो। ओके बाई। हेलो गुड मर्निङ गाइस। साथीहरू अहिले चाहिँ हामी सामान अनलोड गर्दैछौँ। हिजो राति सुतेको थियौँ होइन हामी। हिजो ट्याक्कै कति 1:30 बजीतिर सुतेको थियौँ। अनि अहिले अनलोड गर्दैछौँ बिहानै, एकदम बिहान भइसकेको छ होइन। रिमरिममै गरिरहेछौँ, अनलोड गरिरहेछौँ हामीले। हामी त निस्केको है। अब अनलोड पनि गरिसक्यौँ, सामान झारिसक्यौँ भनौँ। अब हामी यहाँबाट घरतिर लागेको। आजको ड्युटी सकियो भन्दा पनि अब घर पुगेपछि सकिन्छ। निस्किँदै गरेको हामी यहाँबाट 0 फी गरे। पनि होइन बाबु, सुई कुदाउँछ यार। माथि ढुङ्गा राखी हाँस्नु परेको छ भन्दै। बिहान बिहान चाहिँ अलिकति बाटो खाली हुन्छ।
चलो 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 रे चलो चलो बिर्तामोडको मेन चोक मुक्ति चोक मुक्ति भन्छ पासाङ लामा के मूर्ति राखिरहेको छ यहाँ यताबाट भद्रपुर हामी चाहिँ अब यहाँबाट जाँदैछौँ अब एकछिन बाटोमा देखाउँछौँ के कस्तो हुन्छ तपाईँहरूलाई देखाउँदै जान्छौँ अब अलिकति खिच्दिन्न हामी पनि यो जेएनजी आन्दोलन अलिकति है यो चाहिँ साथीभाइहरूले गरेको हाम्रो साथीभाइहरूले यहीँबाट साइडबाट खिच्दिन्न होइन बाटोदेखिको हालत हेर्नुहोस् जेएनजी आन्दोलनमा यस्तो गरेको छ केटाहरू अब चाहिँ फेरि यतै लाग्छौँ छिटो छ ठिकै मजाले ड्राइभ गरिरहेछ मस्तसँगले मस्तसँगले बाटबाट नि यो पनि दमक है राम्रो यस्तो छ नि चियाबारीमा हो चिया गर्ने कार्यक्रम गरिरहेछ यहाँ चाहिँ दमकको चिया बगेर यो चाहिँ हामी काम गरिरहेछ है सबैले काम गरिरहेछ है चियाहरू गर्ने काम हुन्छ बाटो त यस्तो छ क्या त्यही भएर गान्डुङ गरिरहेछ हामी चाहिँ लगभग दमक खट्यौँ अब दमक खटिसक्यौँ है साथीहरू अहिले चाहिँ हामी फेरि कोसी ब्यारेक आइपुग्यौँ रातिको सिन र अहिलेको सिनमा धेरै डिफ्रेन्ट पर्छ ल हेर्नुहोस् अघि हामी राति थियौँ भने अहिले दिउँसो छौँ हामी फर्किँदैछौँ बाटो राम्रो छ भन्ने पनि यस्तै हो कोसी यो चाहिँ हाम्रो यसको अवधिभन्दा पनि धेरै पुरानो भइसकेको छ अब यसले चाहिँ जो थामिरहेछ भनौँ न तर यसको डेट चाहिँ सकिसकेको छ है अब यसको छाना त अबदेखि लिएर सबै सकिसकेको छ तर भए पनि यसले हामीलाई थामिरहेछ चलिरहेछ है पानी अहिले सुकेर जस्तो चाहिँ है पुरा सुकेछ माछा मारिरहेछ ल ल अब हामी चाहिँ लागिरहेछौँ गाइस साथीहरू अब म चाहिँ अहिले भर्खर घर आइपुगेँ है घर आइपुगेर भर्खर बसिरहेको छु हामी सार्वजनिकमा चाहिँ अहिले भर्खर आइरहेको छौँ होइन अनि आज हामीले चाहिँ रानीलाई एकदम लाइट साइड लगाएको छौँ होइन लगाएको थियौँ भनौँ न अलिकति फेरि बिगा फेरि अब भोलि पल्टसम्म अलिकति अपूर्व छ त्यसलाई अझै थप्छौँ त्यति भन्दै आज जाडो बढेको छ सबैले एकदम आफूले के भन्छ केयर गर्नुपर्छ भन्दै अफ गर्छु धन्यवाद।